यो पछाडि देखेको चाहिँ मस्जिद जामेको अरे अन्डरवे ट्रेन चल्छ। यो मस्जिद जामेको पासार सिन्नीबाट केही मिनटको दूरीमै हिँडेर आयो भने हामी सुल्तान अब्दुल समद भवनमा पुग्छौँ। अब त्यहाँ पुगेर त्यहाँको दृश्यहरू खिच्छौँ है। अहिले चाहिँ म मर्डिका स्क्वायरको सुल्तान अब्दुल समद भवनमा आइपुगेको छु। यो चाहिँ 1894मा निर्माण गरिएको हो भने 1897मा चाहिँ निर्माण सकिएको थियो यो भवन। यसको मुख्य डिजाइन भनेको यो 3वटा तामाका गम्बुजहरू छन्। यसको डिजाइनर चाहिँ ब्रिटिस आर्किटेक्टले नै गरेको थियो, जुन बेलायतले चाहिँ शासन गर्ने बेलामा बेलायतीहरूले सरकारी प्रशासनिक भवनको रूपमा चाहिँ यो प्रयोग गरेको थियो। धेरै वर्षपछि नै यो धेरै जीर्ण अवस्थामा थियो। अहिले फेरि मलेसिया सरकारले पुनर्निर्माण गरेर यसलाई म्युजियमको रूपमा प्रयोग गरेको छ अहिले चाहिँ। र हामीले देख्न सक्छौँ अहिले सर्वसाधारणको लागि नै खुल्ला गरेको छ यो भवन। र विशेष गरेर यो कफी सप, अहिले कफी सप पनि खोलेको छ यो भवनमा। र अहिले हामी यसमा जान सक्छौँ। र 1957 अगस्त 31 तारिक रातको 12 बजे चाहिँ यो मर्डिका स्क्वायरमा रहेको यो झन्डा पहिलोचोटि बेलायतको झन्डा झिकेर चाहिँ मलेसियाको झन्डा फहराएको थियो। र सबैजना घुम्न पाउँछौँ। र हामी केही मिनटको हिँडाइमै मस्जिद जामेकबाट अनि यता सेन्ट्रल मार्केटबाट पनि केही मिनटको हिँडाइमा नै हामी आउन सकिन्छ। यो धेरै इतिहास छ। ब्लक ABC र अहिले ब्लक A चाहिँ खुल्लै छ, BC अझै पनि खुल्ला गरेको छैन। त्यो निर्माण कार्य नै जारी छ है। त्यसो चाहिँ यो भवन हेर्न आउन दैनिकी अहिले धेरै जसो मान्छेहरू दैनिकी यहाँ आउने गर्छन्। अब चाहिँ म यो भवनभित्र चाहिँ छिर्छु। तपाईँहरूलाई चाहिँ आज हामीले अवलोकन गर्ने मौका पनि पाइयो। हाम्रो नेपालले पनि सिकेदेखि धेरै राम्रो हो कि यो भ्लगमा पनि रहनेछौँ र हामी फोटोमा पनि रहनेछौँ। पनि गौरवले आज घुम्न पाउने मौका पाइयो। यहाँबाट चारैतिर घुमाउँदाखेरि एकदमै राम्रो राम्रो घरहरू, बनावटी घरहरू, ठुल्ठुलो। यो अहिले पुरानो थियो, पुरानो यो अहिले चाहिँ यो रिपेयर गरेर अहिले यतिको चाहिँ बनाएको छ। खतरा बनायो, सुन्दर देखाएको छ है यहाँबाट चाहिँ। मर्डिका टावर नै देख्दो रहेछ। यो विश्वकै सेकेन्ड टलेस्टमा गनिन्छ है यो टावर। अहिले यसो शुल्क लाग्ने छैन। र अहिले यसमा चाहिँ मलेसियाको झन्डा फहराएको छ, जुन 1957 अगस्त 31 तारिक रातको 12 बजे चाहिँ यहाँको ब्रिटिस सरकारको चाहिँ झन्डा झिकेर मलेसिया सरकारको चाहिँ झन्डा फहराएको थियो। र 1957 देखि अहिलेसम्म मलेसियाको झन्डा फहराएको छ। र 1957 देखि अगस्त 31 तारिकदेखि नै मलेसिया जनता पूर्ण रूपमा स्वतन्त्र भएको थियो है। धेरै इतिहास लामो छ, 100 वर्षभन्दा धेरै लामो चाहिँ शासन गरेको। यो तामाको बनेको 3वटा गम्बुजहरू, यो नै एकदमै आकर्षक छ। यो सुल्तान अब्दुल समद भवनको चाहिँ र 41 फिट अग्लोमा बनेको यो घडी। दातारान मर्डिका स्क्वायरमा अब्दुल समद भवनको ब्लग चाहिँ यति नै है गाइस।
यति नै अब सकिएको छ र अर्को भिडियो फेरि सम्झिने यात्राको लागि अर्को नयाँ ठाउँको ओके यति नै है आजको भिडियो।